This is the main and simple rules of gym. I'm in love with my own shoulder. के Dream physique हैन मलाई फिजिक बनाउनु छ सो त्यसैले हो. So lots of new things I'm trying right now. So hello, what's up guys, welcome back again to my brand new daily vlog episode number 12. I hope तपाईहरु सबैजना सन्चै राम्रै हुनुहुन्छ होला. म पनि सन्चै राम्रै छु. So यो अफ डे थियो, यो सन्डे को चाहिँ बवाल लाइन राम्रो भयो. बाहिर गएको थियो. So आज चाहिँ फेरि वन्स फेरि अगेन अन ट्र्याक मा त आउनै पर्यो हैन. अब सो अनि आज चाहिँ मेरो अब जिम को विक को फर्स्ट डे भनौं न हैन. फर्स्ट डे हो. सो आज चाहिँ मजाले ट्रेन गरिने छ शोल्डर, चेस्ट एन्ड ट्राइसेप को लागि. सो वीडियो वॉच टिल द एंड. ओके, सो जो कुछ भी होगा हम देखाएंगे थ्रू दिस वीडियो. सो वॉच वीडियो टिल द एंड. एन्ड आज चाहिँ अलिकति लेट पनि भइसकेको छु. फटाफट गरेर अब लाग्नु पर्छ. ओके, एन्ड अब मिलाउला सिधै जिममा. अब पार्किङ एरियामा आइसक्यो हैन. सो गाडी गाडी स्कुटर पार्क लगाए अनि जाँदैछु माथितिर जिमतिर. आज लेट पनि भइसकेको छ. लेट छ हेर जिम कतिको प्याक छ हैन. टाइम मिलेसम्म चाहिँ म सावर चाहिँ यतै लिएर जान्छु होला सायद. लेट्स सी हेरौँ. छैन जिम चाहिँ प्याक नर्मलै छ. सो हाई मछली ठिकै छ, नर्मल छ. हुन त आज म लेट छु नि त, त्यही भएर जिम पनि खासै प्याक देखेको छैन. औ मा फटाफट चेन्ज गरौँ. चेन्ज त के भन्ने, बाहिर आउटर मात्र निकालेर लकर रुममा. गुड इभिनिङ. कैसा रहा कल का दिन? आज लेट हो गया मैं यार. सो राइट नाउ आई एम डुइङ शोल्डर प्रेस हैन. फर्स्ट सेट चाहिँ 12 सेटले खत्म गरेँ. अब सेकेन्ड सेटबाट चाहिँ 14 केजीले. अनि फर्स्ट वर्कआउट चाहिँ मैले प्रेस खत्म गरेँ अनि चेस्ट प्रेस अनि के भन्छ बेन्च प्रेस. अनि सेकेन्ड चाहिँ डम्बल प्रेस गर्दैछु ओभरहेड. राम्रो गइरहेछ. सेसन गर्मी छ, पसिना निस्किरहेछ. Solo and control. Let's go. Oh. जस्ट टाइम गइरहेछ. अब चाहिँ लेटरल रेजेस गर्छु हैन. सो जिममा मेन चिज भनेको चाहिँ हैन, आफूले उठाएको डम्बलहरू चाहिँ ठाउँमा ल्याएर राख्न जरुरी छ हैन. चाहे त्यो जुनसुकै इक्विपमेन्ट होस् हैन. इफ यु ग्राबिङ हैन, इफ यु आर लाइक हुन्छ नि उठाएको छ भने चाहिँ ठाउँमा ल्याएर राख्नु होला. दिस इज द मेन एन्ड सिम्पल रुल्स अफ जिम. आफूले उठाएको सामानहरू चाहिँ जहाँबाट उठाएको त्यहीँ ल्याएर राख्ने हैन. सो मैले चाहिँ भर्खरै बेन्च प्रेस, इन्क्लाइन डम्बल प्रेस, सोल्डर रेजेस हैन, डम्बल सोल्डर रेजेस एन्ड अर्कै गरेँ वार शोल्डर प्रेस. सो अब चाहिँ 3 म्याक्स 4वटा वर्कआउट गर्छु हैन. अब चाहिँ केवल लेटरल रेजेस एन्ड ट्राइसेपको लागि 2वटा. द्याट्स अल. टाइम मिल्यो भने चाहिँ अब हैन एप्सको पनि वर्कआउट गर्छु. हेरौँ, लेट्स सी गर्दै जानु. हेरौँ, वर्कआउट सक्यो. अब चाहिँ वाटर ब्रेक, पानी पिउनु पर्छ. चलपल ठिकै छ जिममा चाहिँ हैन. पानी पनि अनि घरतिर लाग्ने.
ल आजको जिम सेसन खत्तम। अब कपडा चेन्ज पनि गरिसक्यो भने फ्रेस भयो हल्का फुल्का चाहिँ। अब लाग्नुपर्छ घरतिर होइन, लाग्नै पर्ने के गर्ने। आजको चाहिँ अब त्यस्तो हुन्छ नि, वेट चाहिँ बढाएर हाने मैले। वेट चाहिँ मैले चेस्ट बेन्चमा चाहिँ मैले वेट बढाएर हाने आज होइन। 2.5 केजी चाहिँ राम्रो भयो, 4 सेटै राम्रो भयो। सो या अरू भन्नुभयो अरू छ एज अ नर्मल होइन। म चाहिँ योपालि चाहिँ अब एउटा मात्र वेट बढाएँ, त्यो पनि बेन्च चेस्ट प्रेसमा होइन। दामी गयो, शरीर यसो हेरेको अब पम्प पनि ठिकठाकै भयो। मेन अब सोल्डर चाहिँ मलाई होइन, आई एम इन लभ विथ माई आउट सोल्डर के। त्यस्तो दामीको भइरहेको कि मलाई होइन, हेर्दा टक्क फाइबर निस्किरहेको कि सोल्डरमा चाहिँ। ल होप सो बाँकी पनि हुँदै जान्छ बिस्तारै बिस्तारै। इट टेक्स टाइम, त्यही त हो। ल अब चाहिँ ढिला नगरी लागौँ घरतिर। बाई कोच, गुड नाइट। जिम चाहिँ ठिकठाकै छ होइन, त्यस्तो फुल प्याक पनि छैन, नर्मलै छ। त्यही हो। सो लाग्नुपर्छ आज चाहिँ, खै किन आज चाहिँ त्यस्तो एक्साइटमेन्ट थिएन आउँदाखेरि नै होइन। सायद हिजो बाहिर गएको भएर होला, अफ लिएको भएर होला। अनि बडीले त्यही त हो नि, रेगुलरभन्दा धेरै रेस्ट पायो भने चाहिँ होइन, छुट्टीको दिन चाहिँ अब अलिकति लेजिनेस आउँछ क्या, आउँदो रहेछ। अब चाहिँ अब रेगुलर भइसक्यो भन्दा हुन्छ। एक दिन नआउँदा पनि कस्तो लाग्छ मलाई। आज पनि कस्तो मुड अर्कै बनिरहेको थियो होइन, लेटसम्म सुतिरहेको थिएँ। हुन्छ लेट त आज म लेटै सुतेँ, लेट पनि सुतेको थिएँ तर त्यस्तै भयो। सो आज आउने मुड नभए जस्तो थियो, तर आई हेभ टु पुस माइसेल्फ होइन। किनकि एक दिन नआउनाले फेरि अर्को दिन पनि त्यस्तै हुन्छ। सो त्यसैले हेभ टु पुस। राम्रो छ जोस्। म चाहिँ अब यहाँ आइसकेको होइन, साइकल पार्किङ। यसको अब चाहिँ ढिला नगरी लाग्नुपर्छ। म चाहिँ यसो होइन कुरा गरौँ भनेर यसो मोबाइल क्यामेरा ओपन गरेर अनि साइकललाई चाहिँ हातले डोर्याउँदै सो बाटोमा हिँडिरहेको छु। मलाई चाहिँ कुराहरू गर्ने मन लाग्यो, सेयर गर्ने मन लाग्यो होइन, मेरो मनको कुराहरू। लाइक आज चाहिँ मलाई के भयो कस्तो भयो भनेर। सो त्यही हो। मलाई चाहिँ होइन हिजो अफ लिएर बाहिर गएको थिएँ। सो हिजोको दिन राम्रो भयो, साथीहरूसँग भेटघाट भयो होइन। वी आर लाइक हुन्छ नि, ह्याभिङ अ लट्स अफ फन यस्टरडे। सो होइन राम्रै भएको थियो, राम्रै भयो। भेटघाट हुनुपर्छ, जरुरी पनि छ होइन साथीभाइहरू। सो त्यही हो। हिजो आइयो अनि म आएर खाना खाइयो, सुत्यो होइन। त्यही हो। अब हिजो अफ थियो मेरो, सो मजाले सुत्दै होइन। अनि फेरि आज उठेर फेरि खानासाना खाएर अनि भिडियो एडिट गरेँ होइन हिजोको भ्लगको। सो त्यसलाई चाहिँ मैले अब सेड्युल गरेर छोडिदिएँ होइन, युट्युबमा छोडिदिएँ। अनि फेरि सुत्दिएँ, सुतेर फेरि उठ्न त उठेँ होइन म साँझ। लाइक अब जिम त जानु छ। सो त्यसैले म उठ्दाखेरि मलाई होइन यस्तो फिल भयो कि लाइक नजाउँ जस्तो। सो त्यस्तो फिल चाहिँ हुन्छ होइन यदि। सो हुँदो रहेछ, मैले चाहिँ एक्सपिरियन्स गरेँ। सो त्यही पनि म आफूलाई पुस गरेँ, रोकिनँ होइन। अल्छी लाग्यो जान्न भनेर होइन। सो त्यो सब गर्नु एकदमै गलत हो। सो त्यसैले मैले पुस गरेँ आफूलाई। सो होइन, सो यो कुराबाट मैले के सिकेँ भनेपछि सो होइन लाइक अब तपाईँको रेगुलर लाइफ र होइन हजुरले अब आफूले आफूमा ल्याउन खोजेको चेन्जेसमा चाहिँ धेरै डिफ्रेन्ट पर्छ। सो होइन इट्स हार्ड टु लाइक हुन्छ नि चेन्ज योर सेल्फ, बट होइन हार मान्नु हुँदैन, डोन्ट गिभ अप। म चाहिँ त्यही भन्छु एज अ एक्सपिरियन्स होइन। आफूलाई पुस गरौँ, डे बाई डे पुस गर्न जरुरी छ। सो द्याट्स वाट आई एम डुइङ राइट नाउ। किन आज मलाई उज्यालो लाग्यो हो कि होइन, छर्लङ्गै हुन्छ नि लाइटहरू अलिक धेरै बले हो कि आज चाहिँ अलग लागिरहेछ त मलाई यो एरियामा चाहिँ। आई डोन्ट नो वाइ, किन अलग फिल भइरहेछ। डेली यही बाटो हिँड्छु म, जान्छु आउँछु, तर त्यही पनि बोर फिल हुँदैन, त्यही खुसी लाग्छ। ओ यही चिजहरू देखेर नै रिफ्रेसमेन्ट फिल हुन्छ क्या, फ्रेस फिल हुन्छ होइन। सिग्नल आउँदो यसो 1-2 मिनटको उसमा सो देख्न पाइन्छ कि यहाँनिर चाहिँ कारहरू लाग्छ। मुड फ्रेस पनि हुने।
बाहिरको हावा त त्यस्तै अब गर्मीको हावा खाए मात्रै हो तातो हावा चलिरहेछ यार राइट फेरि यहाँबाट फेरि वेट गर्नुपर्छ सिग्नल क्रस गर्नलाई फेरि अर्को बटन थिचौँ लेट्स गो सिग्नल खोलेको बेलामा हैन भाग्नुपर्छ छिटो अहिले फेरि लाइक हुन्छ नि छिट्टै बन्द हुन्छ यो सिग्नल कहिले काहीँ त त्यसैले फ्रन्टकेर क्रस गर्नुपर्छ छोरा त साइकल पनि छ मलाई फेरि अब सिग्नलमा साइकल भन्दा पनि रेकर्ड गर्दै हेर्न मजा लाग्छ क्या खुसी लाग्छ जे होस् आफूलाई देख्दा होइन मलाई चाहिँ अरू भन्दा पनि लाइक हुन्छ नि अब वर्कआउट सकाएर होइन अब टायर्ड भएको थाक्या हुन्छ नि त पसिना भइहाल्छ अनि गएर यसो वासरुममा गएर टी सर्ट खोलेर हेऱ्यो आफूलाई होइन या जस्ट वाट आइएम डुइङ हुन्छ नि लाइक हुन्छ नि त्यहाँनिर चाहिँ बल्ल वर्थ इट भयो जस्तो लाग्छ क्या होइन आफूलाई देख्दाखेरि चाहिँ अब मेरो चाहिँ अब म चाहिँ अब पुस गरेको आफूलाई किनभने मलाई आई हेभ अ ड्रिम फिजिक होइन मलाई फिजिक बनाउनु छ सो त्यसैले हो बेसी हेरौँ न होइन अरू धेरै कुराहरू ट्राई गरेर होइन लाइफमा अब लट्स अफ लाइक हुन्छ नि अब लगभग एक्सपिरियन्स नगरेको भन्ने चिज केही छैन क्या मैले होइन मेरो आफ्नो तर्फबाट सक्दो चाहिँ गरेकै छु सो एक्सपेक्ट मैले फेरि सोचेँ किन होइन यतातिर पनि एक्सपिरियन्स गरौँ न जिम भनेपछि होइन फिजिक लाइक सो त्यसैले अहिले चाहिँ यो जर्नीमा हो आई होप यु गाइज विल लाइक हुन्छ इन्जोय माई जर्नी थ्रु दिस भिडियोज होइन त्यही हो अब एभ्री डे एन्ड प्लानिङ एन्ड अल्सो आइएम डुइङ लाइक हुन्छ नि म लाइफमा अब सोचेको पनि थिएन होला यस्तरी भ्लगिङ गर्दै हिँड्छु त्यो पनि दुबई जस्तो प्लेसमा होइन दुबईको जस्तो ठाउँमा सो राइट नाउ आई जस्ट स्टार्टेड होइन अझै त धेरै अगाडि जानु छ आई होप वान डे आई रिच होइन त्यो ठाउँमा चाहिँ म पुग्ने छु आई बिलिभ इन माई सेल्फ सो त्यसैले सो लट्स अफ न्यू थिङ्स आई एम ट्राइङ राइट नाउ सो त्यही हो यो जर्नीमा आई होप हजुरहरू साथ दिनुहुनेछ मलाई भन्ने पुरा आशा गर्दछु मैले पनि सोचेको थिइनँ कि यस्तोसम्म टर्निङ पोइन्ट आउँछ लाइफमा भनेर होइन टर्निङ पोइन्ट आएको होइन मैले आफै ल्याएको लाइक हुन्छ नि यो जरुरी थियो टर्निङ पोइन्ट्स ल्याउन पनि होइन And if you want to change yourself, if you want to like do something extra in your life, so have to push yourself. There is no excuses. So my mindset बनाए and आफूलाई time दिए सोचे. Then I took this decision. Vlogging, gym, fitness. So that's all. अब यही हो अब चाहिँ लाग्नुपर्छ घरतिर ढिला पनि भइसक्यो हैन हामी गेटिङले म लेट पनि भएको छु आज सो यो भिडियो चाहिँ मैले यहीँनिर समाप्त गर्न चाहन्छु आई होप यु गाइज लाइक दिस भिडियो हैन लाइक माई ब्लगिङ हैन वेयर वाचिङ कहाँबाट हेर्दै हुनुहुन्छ सो कमेन्ट बिलो डाउन हैन यहाँबाट हेर्दैछौँ भनेर सो यदि केही सुझाव सल्लाहहरू दिनु छ भने कमेन्ट गर्नु होला यही भन्दै हैन आजको लागि यो भिडियो यहीँनिर एन्ड गर्न चाहन्छु Stay safe, stay healthy, stay fit, stay hydrated. So that's all for today. So very भेटौँला भोलिको अर्को नयाँ न्यू डेली भ्लगमा. Till then, tata, bye bye.